ओम श्री गणेशाय नमः। आदरणीय सम्पूर्ण दर्शक महानुभावहरू सादर प्रणाम। 2082 साल मङ्सिर 3 गतेका दिन बाला चतुर्दशी पर्न गएका छन्। बाला चतुर्दशीको महत्त्व के र यस बाला चतुर्दशीमा शतबीज छर्दा के हुन्छ र पूजा कसरी गर्ने, शतबीज कसरी छर्ने र के खाने के नखाने, सो दिन कसरी रहने, यस विषयमा म तपाईहरूलाई केही जानकारी गराउन आइरहेको छु। भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला। लाइक, सब्सक्राइब र सेयर, कमेन्ट गर्न नबिर्सनु होला। त सर्वप्रथम यो महत्त्व के, बाला चतुर्दशीको महत्त्व र यो बाला चतुर्दशी प्रारम्भ कसरी भयो, यस विषयमा म तपाईहरूलाई स्कन्द पुराण, हिमवत खण्ड पुराण, शिव पुराणका विभिन्न प्रसङ्गहरूलाई म उल्लेख गर्न गइरहेको छु। वाराणसीमा ब्राह्मण परिवारका पति पत्नीहरू दुईजना रहन्थे। नित्य भगवान शङ्करको आराधना गर्दथे। त उनको एउटा पुत्र थियो। त्यो पुत्र अलि चञ्चले स्वभावको थियो। त एक दिनको कुरा हो, उनीहरूले पूजा गर्दै गर्दा त्यहाँबाट दौडिएर बाहिर निस्कने क्रममा दीप निभ्यो र त्यहाँका पूजा सामग्रीहरू सबै छरलिए र बच्चाले विचार गर्यो, त्यो बालकले विचार गर्यो, अब मातापिता रुष्ट हुनुहुन्छ भनेर त्यहाँबाट दौडिँदै अगाडि गएको बेलामा दुर्घटनामा पर्छ। उसको त्यही मृत्यु हुन्छ। ती मातापिता अत्यन्त चिन्तित भए। भगवान शङ्करसँग निकै प्रार्थना गरे, आराधना गरे, विलाप गरे। त त्यसको साथसाथै भगवान नाम संकीर्तन जप्दै हे भगवान, आज के हुन पुग्यो, कुन कर्मको फल आज हामीले प्राप्त गऱ्यौँ, आज यो बाबुको अवस्था यो रह्यो, यसको सद्गति कसरी हुन्छ, यसको दुर्घटनाबाट भएको मृत्युको कारणले पक्कै पनि मुक्ति हुन पाउँदैन, यी विषयमा विलाप गर्दै थिए। यिनै विषयमा चिन्तित रहेर विलाप गर्दै गर्दा र भगवान शङ्कर प्रकट हुनुभयो र भन्नुभयो, हे माता, तपाईहरू चिन्ता नगर्नुहोस्। तपाईहरूले मेरो नाम लिएर पटक पटक बार आराधना गरेको हुनाले यो बालकको उद्धार गर्ने जिम्मा मेरो हो। यो बालकलाई मुक्ति प्रदान मैले गर्नेछु र तपाईहरूको पनि कल्याण हुनेछ। र आजकै दिनमा तपाईहरूले शतबीज मलाई अर्पण गरेर शतबीज छर्नुहोस् र मेरो आराधना गर्नुभयो। अब यसैले तपाईहरूको बालकको उद्धार पनि हुनेछ र सम्पूर्ण तपाईहरूको कल्याण पनि हुनेछ। र यो दिन, आजको दिन जसले शतबीज अर्पण गर्छन्, ममा र शतबीज छर्छन्, तिनका कुलपितृहरूको पनि उद्धार हुनेछ र उनीहरूको पनि कल्याण हुनेछ। र ती घर परिवारका जति पनि व्यक्तिहरू छन्, सन्ततिहरू छन्, जसले यो कर्म गर्छन्, तिनीहरूमा दरिद्रता, दुःख, कष्ट कहिले पनि प्राप्त हुने छैन, नाश भएर जानेछ, सुख समृद्धि प्राप्त हुनेछ भन्दै भगवान शङ्कर अन्तर्ध्यान हुनुभयो। र यसै सन्दर्भमा अर्को पनि प्रसङ्ग छ। यही दिन भगवान शङ्करले बलासुर नामको राक्षसको पनि अन्त्य गरिदिनु भयो र बलासुर तिथि पनि भनिन्छ यसलाई। र अर्को प्रसङ्गमा आउँछ, यमराजको पीडाबाट अत्यन्त चिन्तित भएको एउटा पापिष्ट व्यक्ति यमलोकमा पुगेको। भगवान नारायणले गएर उसलाई, तिमीले जीवनमा कहिल्यै पनि बाला चतुर्दशीको दिनमा दान गरेनौ, शतबीज छरेनौ, भगवान शङ्करको आराधना गरेनौ र स्वयं आफू खाने लाउने र कुकर्म गर्ने भाग अरू तिमीले जीवनमा केही पनि कर्म नगरेको हुँदा आज तिमीले कष्ट पाएका छौ भनेर भगवान नारायणले त्यो कष्ट पाइरहेको पापीलाई पनि यमलोकमा यसरी सम्झाउनुहुन्छ। र यसबाट के स्पष्ट हुन्छ भने, यदि यो बाला चतुर्दशीको दिनमा भगवान शङ्करको आराधना, भगवान नारायणको आराधना र शतबीज छर्ने यी कर्महरू गरियो भने जीवनको पनि कल्याण हुन्छ र पितृहरूको पनि उद्धार हुन्छ। पितृ उद्धारको लागि यो दिन विशेषतः गोकर्ण, पशुपतिनाथ, देवघाट, रुरु क्षेत्र, त्रिवेणी धाम यी अन्य महत्त्वपूर्ण तीर्थमा गएर शतबीज छर्ने प्रचलन नेपालको सदियौँदेखि चलिआएको छ।
त्यसकारण आउनुहोस् अब पूजा कसरी गर्ने र भोलि बाला चतुर्दशी भन्ने भन्दा पूर्व पहिलो दिन त्रयोदशीको दिन मानसिक सङ्कल्प गर्ने, भोलि शतबीज छर्ने हो। त्यही किसिमको अनुशासनमा बस्ने र बिहानै उठिसकेपछि ब्रह्म मुहुर्तमा नदीमा स्नान गर्न जाने। यदि नदी टाढा छ भने नदीको जल घरमा लिएर राख्ने र बेला बेलामा यस्ता पर्वहरूमा त्यो जल घरको जलसित मिसाएर स्नान गर्ने र आफ्ना नित्य कर्महरू सकिने, नित्य कर्म सकिसकेपछि पूजा सामग्री तयार गर्ने, चन्दन धूप दीप नैवेद्य अक्षता र त्यसपछि गएर शतबीज पनि तयार गर्ने। 100 थरीका बीजहरू, 100 थरीका बीजहरू यदि तयार गर्न सकिएन भने जे जति छन् त्यसलाई राख्ने र 100 पत्री फुल राख्दा पनि हुन्छ। यो फुल राखिसकेपछि अब एउटा सङ्कल्प पढ्ने, देवालय या शिवालय नजिकको कुनै ठाउँमा गएर सङ्कल्प पढ्ने। अब सङ्कल्प मम पाप क्षयपूर्वकम पितृमोक्ष सिद्ध्यर्थम हर हराय नमः कार्तिक कृष्ण चतुर्दश्याम शतबीजम पूजाम करिष्ये भनेर सङ्कल्प गर्ने र सङ्कल्प गरिसकेपछि आह्वान गर्ने। आह्वानको मन्त्र यदि जानिएन भने पनि ओम नमः शिवाय भन्ने मन्त्रद्वारा भगवान् शङ्करको आह्वान गर्ने र अर्घ्य जल धूप दीप नैवेद्य फुलहरू अर्पण गर्दै भगवान् शङ्करको सेवा गर्ने। अब शतबीजलाई खाली माटोमा तीर्थहरूमा जहाँ उम्रिन सक्छ त्यस्ता ठाउँमा गएर छर्ने र शतबीज छर्दाखेरि भन्ने कार्तिके कृष्ण पक्षे तु चतुर्दश्याम निशामुखे शतबीजम मया दत्तम हराय परमात्मने। यो मन्त्रद्वारा शतबीज छर्दै जाने। यदि यो मन्त्र आउँदैन भने ओम नमः शिवाय, ओम नमः शिवाय यो मन्त्रले पनि शतबीज छर्न मिल्दछ। र त्यसपछि प्रार्थना गर्ने, एतेन बीजदानेन पापानि विनिवारयेत् पितॄणां मोक्ष सिद्ध्यर्थम लिङ्गे बीजम प्रयोजयेत् भनेर यसरी भगवान् शङ्करको प्रार्थना गर्ने र पितृको नाम स्मरण गर्दै पितृहरूलाई तर्पण दिने र पितृको नाममा अन्न दीप वस्त्र जे सकिन्छ जे सम्भव हुन्छ त्यो दान पनि गर्दै जाने र भगवान् विष्णु र भगवान् शङ्करको भजन कीर्तन गर्ने र प्रार्थना गर्ने। अनन्तः कर्मफलदम महेश्वर नमस्तुते पितृभ्यः प्रियताम यज्ञो मया कृतो महेश्वर भनेर यसरी भगवानमा प्रार्थना गर्ने। यो विधिले शतबीज छर्नाले पितृमोक्ष, आफू र आफ्ना परिवारको कल्याण हुन्छ, धन सम्पत्ति वृद्धि, रोग व्याधिबाट मुक्त भइन्छ, सुख शान्ति प्राप्त हुन्छ र पितृ र देवताको प्रशस्त आशीर्वाद लाग्दछ। र यस दिन भगवान् नाम सङ्कीर्तन गाइरहने, भगवानको नाम जप्ने र यस दिन सकिन्छ भने निराहार बस्ने, यदि सकिँदैन भने फलफुल खाएर बस्ने। यदि रोगी वृद्ध बालक यदि कोही छन् भने उनीहरूको लागि अभिष्यान्न पनि दिन मिल्छ र त्यो पनि ग्रहण गर्न मिल्छ। र यो गर्दै अब भजन कीर्तन गर्दै यदि भगवानको आराधनामा तल्लीन भइयो भने यस तिथिको दिन धेरै पुण्य प्राप्त हुन्छ। जीवनमा गरिएका यदि नराम्रा कर्महरू छन् भने पनि ती सबै पापहरू नष्ट भएर जान्छन् र साथसाथै पितृहरूको पनि उद्धार हुन्छ, जीवको पनि कल्याण हुन्छ र सद्बुद्धि प्राप्त हुन्छ, सन्तानमा सुख शान्ति समृद्धि प्राप्त हुन्छ। नमिलेर बसेको परिवार छ भने पनि मिलेर बस्न थाल्दछ, एक अर्कोलाई सद्भाव गर्दछ। त्यसकारणले यो दिन झुट नबोल्ने, भरसक त झुट जीवनमा नबोल्ने हो, त्यही पनि नराम्रा शब्दहरू पनि उच्चारण नगर्ने, बस मात्र भगवानको चिन्तन गर्दै, भगवान् भोले बाबाको चिन्तन गर्दै बस्ने। र यो दिन मात्र भगवान् शिवका उपासकको मात्र दिन होइन, यो दिन भगवान् विष्णुका पनि उपासकको दिन हो। स्वयं भगवान् विष्णुले यदि शिव र मलाई भेद नगरिकन यो दिन यदि मेरो पनि र भगवान् शङ्करको पनि पूजा गर्छन् भने तिनीहरूले प्रशस्त पुण्य प्राप्त गर्दछन्। मुक्तिदाता भगवान् विष्णु भगवान् शिव दुवै नै हुन्। त्यसकारणले भगवान् यिनी दुवैको आराधना गर्ने विशेष पर्वको रूपमा यो बाला चतुर्दशीलाई पनि लिएको छ। आदरणीय सम्पूर्ण दर्शक महानुभावहरू यही अनुसार गर्दै जानुहोला र यो भिडियोलाई सेयर, सब्सक्राइब, कमेन्ट गर्दै जानुहोला र यस्तै यस्तै किसिमका भिडियोहरू र भजन कीर्तनका साथसाथै प्रवचनहरू र अन्य गतिविधिहरूलाई लिएर बेला बेलामा उपस्थित छु। हरि ओम।